साथीहरू यो चाहिँ मेरो कान्छो बहिनी हो। यो अगाडि देखिरहेछ नि, यो मेरो कान्छो बहिनी हो। यस्तो छ भाइ, नक्कलीमा नक्कली, चटकेमा चटके, बोल्नु त कसैले सक्दैन यसको जति। मेरो मात्रै हो कि तपाईहरूको पनि कान्छी बहिनीहरू यस्तै हुन्छ। साथीहरू जे हो मै हो डन टाइपको के। अब के भन्नु भन्न पनि, जति कराए नि जे गरे नि छैन, बालै छैन यिनीहरूलाई त। टेर्दैन हौ, के भएको। हुन त हामीले नै बिगारेको यिनीहरूलाई। सुरुमा कान्छो बच्चै छ भन्दै होइन, माया दियो, जे गर्दा नि बच्चै छ भने त्यही मायाको फाइदा उठाएछन् के यिनीहरूले। कम त फाइदा उठाएको छैनन् यिनीहरूले मायाको। यिनीहरूलाई त माया पस्दैन के, त्यही भएर माया दिनै हुँदैन। त्यस्तै हो साथीहरू। तर यिनीहरू फेरि बटर बोल्छन्। यिनीहरू त नभनौँ, मेरो बहिनी चाहिँ त्यस्तो छ के, पटर 24 घन्टा बोले नन स्टप हो। फेरि बोल्ने, फेरि यो बोलेन भने त्यो दिन ला यसलाई के चाहिँ भएछ, आज किन बोलेन, यस्तो बोल्ने मान्छे भन्ने फेरि डबल टेन्सन हुन्छ के। बोले नि टेन्सन, नबोले नि टेन्सन, केही गरी सुख छैन हौ भन्छन्। हो त्यस्तै हुन्छ के। हामी थियौँ गाउँभरि, जहाँ गए त्यहीँ तहल्का मचाएर आउँछन्, के भन्नु। यिनीहरू र साथीहरू दिदी बहिनीको सम्बन्ध भनेको यस्तै हुँदो रहेछ के। जति झगडा गरे, जति कराए, जति जे गरे पनि माया, जति झगडा गरे त्यति माया बढ्ने के भन्नु। जति कुटे नि, जति गाली गरे नि माया लाग्छ हौ। मलाई मात्रै हो कि यस्तो हुने, तपाईँहरूलाई नि यस्तो हुन्छ हौ। अब हेर्नु न, कहिले त यिनीहरूको कुरा सुनेर हाँसो पनि उठ्छ। रिस उठेको बेला पनि हाँसो उठाइदिन्छ कि। अब माइन्ड फ्रेस गराइदिन्छन् घरिघरि त। यिनीहरूको त कुरै छोडौँ, के भन्नु। साथीहरू हेर्नु न, कस्तो राम्रो देखिन्छन् कि यिनीहरू। जे लुगा लाउँदा नि सुहाउने, जे गर्दा नि सुहाउने। आफूलाई भने फिट्टो सुहाउँदैन। जस्तो सुकै लुगा लगाओस्, आफू त्यही लुगा लाओस्, यस्तो घिनलाग्दो लाग्छ होइन। त्यही लुगा अर्काले लगाएको देख्यो भने, अथवा आफ्नै बहिनी दिदी बहिनीले लगाएको देख्यो भने यस्तो राम्रो देख्छन् है। आफूलाई चाहिँ किन त्यस्तो लाग्छ, मलाई मात्र हो कि लाग्ने। हुन त मलाई कुनै लुगा सुहाउँदैन। हेर्नु न, कुर्ता लगाए कुर्तै राम्रो देखिने, प्यान्टी सर्ट लगाए प्यान्टी सर्टै, साडी लगाए साडी, जे लाउँदा नि हौ। मलाई त नाम नि आउँदैन, के लुगाहरू हुन्छ। अब फेसन त आफूलाई फेसनको नाममा एप पनि आउँदैन। त्यस्तै हो। घुम्न भनेपछि यसलाई खाना पनि चाहिँदैन, निन्द्रा पनि लाग्दैन, के गर्नु। यस्तै छ यो। घुम्न पाएपछि त यसलाई पुग्यो के। आजलाई यति नै साथीहरू। अब भेटौँला अर्को भिडियोमा। बाई।